बिरानो ठाउँ परदेशबाट घरमा भएको बुढीलाई लेखिएको यो सानो कथा। डेर बुढी दिललाई हरपल जलाउँछ तिम्रो सम्झनाले, जीवन नै रित्तो बनाउँछ तिम्रो सम्झनाले। आकाश भरिएको तारामा खोज्छु तिमीलाई, तर आँखा धुम्म पार्छ तिम्रो सम्झनाले। कसरी रोकौँ यो आँसु, कसरी बाँधौँ पीडा, समयलाई समेत हराउँछ तिम्रो सम्झनाले। संसारभरि हजारौँ साथी भए पनि एक्लोपन मात्र बढाउँछ तिम्रो सम्झनाले। मृत्युसँगै अन्तिम भेट हुनेछ सायद, अमर कथा सिर्जनाउँछ तिम्रो सम्झनाले। एकदमै मिठो अनि मार्मिक सानो कथा वाचन गरेँ मैले। लेखेर पठाउनु भएको थियो रुकुम चौरजारी नगरपालिका 7 मेलै नाउली घर भई, हाल भने भारतको गुजरातबाट नितेश शर्मा रोशनजीले। उहाँलाई धेरै धेरै धन्यवाद छ।